हेलो साथीहरू सबैमा नमस्कार। यहाँहरू सम्पूर्णमा स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म बटर नान बनाउँदैछु। बटर नानमा चाहिँ अब धेरै अर्डर त आएको छैन, ठिकै अर्डर आएको छ। मैले भट्टाभट्टी बटर नान चाहिँ बनाउन थालेको छु। यहाँ मैदा फोल्ड गर्दैछु। हाम्रो एकजना सर हुनुहुन्छ, उहाँ भिडियो खिचिदिँदै हुनुहुन्छ। मैले भिडियो फास्ट मोसनमा राखेको छु किनभने सर्ट भिडियो भन्दा पनि लामो भिडियो बनाउनु मनपर्छ। अहिले अब धेरैले बोलिरहँदाखेरि अब धेरै बेर हेर्दैनन्, त्यही भएर मैले चाहिँ छिट्टो र मिठो हुने हिसाबले चाहिँ भिडियो चाहिँ छिटोमा राखेर आफैले बोलेर भिडियो बनाउँदैछु। हेरेर सबैले साथ दिनु होला। बेलुकाको समय थियो, यहाँ चाहिँ अब अलिअलि अर्डर आयो, त्यही भएर मैले भट्टाभट्टी बटर नान बनाउन थालेँ। हाम्रो शान्तिनगर गेटमा छ ओम लुम्बिनी तन्दुरी भोजनालय, चाहिँ फोल्ड गरेर बटर नान बनाएको छु। हेरेर साथ दिनु होला साथीहरू, र समय मिलेसम्म खाना पनि आउनु होला। एकदमै मिठो बटर नान पाइन्छ, बटर चिकनहरू पाइन्छ, पनिर बटर मसलाहरू पाइन्छ। यो सम्पूर्ण खानेकुराहरू राम्रो छ। दाइहरू कुरा गर्दै हुनुहुन्थ्यो मेरो युट्युबकै बारेमा, उहाँहरू एकदम उत्साहित पनि हुनुहुन्थ्यो। यहाँ मैले भ्लग बनाउनु थालेपछिबाट गार्लिक नान बनाउनु थालेको छु। मैले गार्लिक नान अर्डर आएको थियो। गार्लिक नानमा चाहिँ माथिबाट चाहिँ गार्लिक चाहिँ राखेर बनाइन्छ। दाइले उता नानमा बटर लगाइदिँदै हुनुहुन्थ्यो, मैले चाहिँ यता भट्टाभट्टी हान्न थालेँ। यता हाम्रो सरले चाहिँ भिडियो खिचिदिँदै हुनुहुन्थ्यो। उहाँ पत्रकार पनि हुनुहुन्छ। उहाँ फेरि बाटामा चाहिँ कोही देख्यो कि भिडियो क्यामेरा उतैतिर तेर्साइदिइहाल्नुहुन्छ। एकजना दिदी जानुहुन्छ, दुईजना दिदीलाई चाहिँ त्यस्तरी भिडियो तेर्साइदिएर को हो उहाँसम्म पुग्यो भने फेरि गाली गर्नुहुन्छ होला। गार्लिक नान पाक्दैछ साथीहरू, हेर्नु होला। गार्लिक नान पाकेर बाहिर लिइराइसकेको छु मैले। यो गार्लिक नान हो। सबैले हेरेर साथ दिनु होला, सब्सक्राइब गरिदिनु होला। र त्यसपछि हाम्रो पण्डित सर आउनुभयो। पण्डित सरलाई हाई गर्दै अब फेरि अर्को भिडियोमा चाहिँ फेरि भेट्नेछौँ साथीहरू, हेरेर साथ दिनु होला।